साथीहरू नमस्कार। आज चाहिँ मेरो सानो मिनी ब्लग र सानो मेरो गार्डन देखाउन लागिरहेको छु साथीहरू है। आज चाहिँ म चाहिँ बिहानदेखिको हत्तु यो तपाईले चिन्नुहुन्छ होला है, चिजी प्लान्ट हो यो है। यसलाई चाहिँ मैले चाहिँ फेसबुकद्वारा पत्ता लगाएँ। यसको मल चाहिँ के रहेछ भन्नाले चाहिँ हल्दी रहेछ है। मैले आज सबै सारेको छु र यस हल्दी ल्याएर चाहिँ लाउन लागेकै छु है साथीहरू। यसको फेदमा लाउनु पर्ने रहेछ है हल्दी चाहिँ है। जिजी प्लान्ट हो यो चाहिँ, एकदमै इन्डोर प्लान्ट पनि हो। यसलाई तपाईहरुले चाहिँ एकदम सुरक्षा जग्गामा, सन भेट्ने जग्गामा, उज्यालोमा राख्न सक्नुहुन्छ है। किनभने अँध्यारोमा राख्यो भने यो चाहिँ मर्छ है, राम्रो हुँदैन है। र यसलाई चाहिँ एकदम उज्यालोमा, अब यसलाई अलिकति सप्रेपछि चाहिँ म भित्र लान्छु है। यो जिजी प्लान्टलाई चाहिँ मैले हल्दी लगाउन ल्याएको छु है साथीहरू। तपाईहरुलाई पनि कति कुरो जानकारी छैन भने चाहिँ यो यसरी गर्नुहोस् है, राम्रो हुने रहेछ। यो हल्दी चाहिँ मैले चाहिँ प्लान्टकै लागि नै राखेको हो है। यसले युज गर्नु पनि सक्छु म, किनकि खानु अर्को घरको लागि चाहिँ मैले अर्को बट्टामा राखिसकेको छु है। यसरी घुमाइदिनु पर्ने छ। र प्रथम कुरो, हामीले जुनै पनि प्लान्टमा चाहिँ किरा लाग्यो अथवा कमिला लाग्यो भने चाहिँ यो चाहिँ तपाईले यत्रो डिब्बामा चाहिँ स्प्रे गर्ने डिब्बा ल्याउनुहोस् र 2 चम्चा हालेर पानीसँग घोलेर चाहिँ स्प्रे गर्न सक्नुहुन्छ है। यो पनि मरिसकेको थियो, यसलाई पनि मैले सारिदिएको छु। यो ब्याम्बो प्लान्ट हो है। र आज यस्तो स्नेक प्लान्टहरू मैले सबै सारिदिएको छु। यो चाहिँ मैले मनी प्लान्ट हो। मनी प्लान्ट चाहिँ यति साह्रो बिग्रिएछ है। अन्त त्यो कारणले चाहिँ मैले यो बुढो मनी प्लान्टलाई चाहिँ कटिङ गरेर चाहिँ आज सोइल मिक्स गरेर है, मल पनि मिक्स गरेर चाहिँ हालिदिसकेको छु है। किनभने रातभरि पानी परेकोले गर्दा है, माटोहरू सबै चिसो छ, यसलाई पानी हाल्नु पर्ने छैन है साथीहरू। अनि यो चाहिँ अर्किड हो, येल्लो हो, डबल अर्किड छ है। एन्जेलिया पनि छ डबलमा उ त्यहाँनिर है, फुलिसकेको हो यो। र आजको मेरो चाहिँ मुख्य काम चाहिँ यही भएको छ साथीहरू है। यो पनि मजाले फुलेको छ है। हेर्नुहोस् है, यहाँ पनि राखिदिएको छु।